ल आज चाहिँ हामी खाँडादेवी मन्दिर आसपास अहिले पुगेको छु म। आज 21 गते विशेष चुनाव भोटको दिन भएको हुनाले भोट हालेर हामी चाहिँ पाउ छोरा मेरो हृदय छोरो सहित खाँडादेवी मन्दिरको दर्शन गर्न हामी गइरहेछौँ। जहाँ जसको बहुमत आए पनि नेताहरूको सद्बुद्धि आओस्, देशका युवाहरू विदेश जान नपरोस् र अब लिने नेतृत्वले देशको विकास गरोस् भनेर सबको राम्रो बुद्धि आओस् भनेर खाँडादेवी माता मन्दिरमा चाहिँ जाँदैछु म दर्शन गर्नको लागि। हाम्रो प्रसिद्ध खाँडादेवी मन्दिर रामेछाप जिल्लाको बीच केन्द्रमा पर्दछ। यस मन्दिरमा भक्तजनहरूको सदाबहार भिड नै हुन्छ। हेर्नुहोस्, लाली गुराँस फुलेर जङ्गलभरि रातै छ। यो एकदम स्वर्गको नगरी रामेछाप जिल्ला खाँडादेवी गाविस खाँडादेवी गाउँपालिकाको शिरमा श्री खाँडादेवी अवस्थित हुनुहुन्छ। जति पनि यहाँ आउनु भएको छैन, समय अनुकूल मिलाएर अवश्य शक्तिशाली खाँडादेवीको दर्शन गर्न यस ठाउँमा आउनुहोला। हरेक मान्छेले चाहेको इच्छा पुर्याइदिने शक्तिशाली खाँडादेवी माताले सबको रक्षा कल्याण गर्नेछिन्। यहाँहरूको लागि युट्युब ब्लग मार्फत निम्तो गर्न चाहन्छु। हाम्रो यस पवित्र तीर्थस्थल खाँडादेवी मन्दिर दर्शन गर्न यहाँहरू सबलाई चुली निम्तो जहाँ जतिजनाले हेर्नु भएको छ, आफ्नो इच्छा पुरा भएपछि आउँछु भनेर सोच बनाउनु होला। हरेक तपाईँको इच्छालाई पुरा गरिदिन्छन् खाँडादेवी माताले। मलाई 100मा 100 विश्वास छ। सन्तान नहुने सन्तान, धन नहुने धन, जे माग्यो त्यो पुरा गरिदिने शक्तिशाली खाँडादेवीको मन्दिरको प्राङ्गणबाट मैले हजुरहरूलाई यो छोटो ब्लग मार्फत देखाउन पाउँदा म धेरै खुसी छु। धेरै खुसी छु। यो चाहिँ हजुरहरूले देख्नु सक्नुहुन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ हाम्रो खाँडादेवी मन्दिर यहाँ अवस्थित छ। यहाँ हुनुहुन्छ जय खाँडादेवी माता आमा। सम्पूर्ण भक्तजनहरूलाई एकचोटि खाँडादेवी मन्दिर दर्शन गर्न भन्न चाहन्छु। जस्तै खाँडादेवी आमा रक्षा गरेर छिमा गरेर सम्पूर्ण देशप्रेमी, सम्पूर्ण नेपाल विश्व जगतको शान्ति होस् माता। सम्पूर्ण रामेछाप जिल्लावासीहरूलाई सबैले सद्बुद्धि दिनु। खाँडादेवी माताले सम्पूर्णलाई भरिपूर्ण बनाइदिनु। कसैले केही कुराको कमी नहोस् माता। सदा तिम्रो पाउमा चरणमा पर्ने छु हे आमा, हे खाँडादेवी आमा।
रक्षा गर क्षमा गर सम्पूर्णलाई आँटे सोचेको भरिपूर्ण पुर्याइदिनुहोस् आमा। हे जय खाँडादेवी आमा। शक्तिशाली हे गणनायक गणेश भगवान सुगर सिंह परमश्री यहाँ छ शक्तिशाली खाँडादेवीको मन्दिर। मैले यहाँलाई प्राणबाट देखाइरहेको छु ल। खाँडादेवी मन्दिर यहीँबाट दर्शन गर्नु सबैजनाले। सम्पूर्णको सोचेको आँटेको सम्पूर्ण परिपूर्ण गरिदिने शक्तिशाली माता खाँडादेवीमा आमालाई सम्पूर्ण देश विदेश जहाँ हुनुहुन्छ सबैले माताले रक्षा गर्छन्। खाँडादेवी आमा सबतिर मैले चारैतिर देखाइदिनु जानु छु। जय खाँडादेवी आमा। हे परमेश्वरी खाँडादेवी सम्पूर्ण देवी देवताहरू सम्पूर्ण भक्तजनहरूलाई रक्षा गरिदिनुहोस् आमा। हजुरको प्रचार प्रसार विश्वमै छ, अझ धेरै गर्न पाऊँ, हजुरको सधैँ सेवा गर्न पाऊँ। हे आमा हे खाँडादेवी माता रक्षा गर क्षमा गर आँटे सोचेका सम्पूर्ण भरिपूर्ण सम्पूर्ण यो हेरेर दर्शन गर्नेहरूको मनमा आँटेका सोचेका सम्पूर्ण भरिपूर्ण बनाइदिनु होला खाँडादेवी आमा। तिमीलाई यो खाँडादेवी ग्रुपको युट्युब च्यानलबाट चाहिँ मैले प्रसारण गर्दैछु। सम्पूर्णले हेर्नुहोला। शक्तिशाली खाँडादेवी आमाको दर्शन गर्नुहोला। रामेछापमा एकचोटि खाँडादेवी मन्दिरसम्म सबैजना आउने अवसर आउँ लाग्ने बनाइदिनु होला हे माता। सम्पूर्णलाई एकचोटि रामेछाप जिल्लाको खाँडादेवी दर्शन भ्रमण गर्न आउनुहोला भन्दै आमाको आशीर्वाद सबै भक्तजनहरूलाई सदा रहनेछ। र यहाँहरूले यति शक्तिशाली माता हुनुहुन्छ कि यो तपाईँहरूले हेरेपछि कल्पना गरेपछि वर मागेपछि पुरा भएपछि थाहा पाउनुहुनेछ। ल सबैजनालाई को रक्षा गरून्। जय खाँडादेवी मा, जय आमा, जय आमा।